हेलो गुड मर्निङ सबैजनालाई नमस्कार भन्न चाहे। आज चाहिँ जीवनमा कहिले पनि नआएका एउटा भिडियो आउनेवाला छ। त्यो अलिकति धैर्य गरेर चाहिँ तपाईहरुले हेर्नुपर्ने हुन्छ र अब यो छिट्टै प्रदर्शन भइरहेछ। यो हाम्रो मेगा पिक्चरमा परिणत हुनेवाला छ है त। आजको धमाकेदार हाम्रो भिडियो चाहिँ यहाँबाट सुरु हुन्छ र यता आइपुग्छ। ल धमाकेदार चाहिँ हामी यहाँ बिस्तारै स्लो मोसनमा चाहिँ देखाउँदै छु। तपाईहरुले धैर्यसँग हेर्नु होला। यो फिलाको हैन अनि म एकैचोटी 5 केजी 3 भाग बनाउँछ। उत्तम लाग्छ। हाम्रो इलाम भाइ भनेको चाहिँ उहाँ हुनुहुन्छ एकदमै सुपर स्टार र सुपर फास्ट काममा चाहिँ पोख्त व्यक्ति र अरु यहाँनिर सागर भाइ काममा स्लो तर बोल्न फास्ट यतै स्याम्पु हाल्नु। अनि आज सोच्नमा चाहिँ सुपर फास्ट। यहाँनिर हाम्रो सागर भाइको सालो यानि कि मेरो पनि सालै भन्दा नि केही फरक परेन। म चाहिँ आशङ अनि यहाँनिर रोमी दिदी आज अब लजै हाँस्नु भएको छ। धमाकेदार चाहिँ म बिस्तारै देखाउँदै लगिरहेको छु। ल बास धमाकेदार भनेको चाहिँ यस्तो हो साथीहरू। यो चाहिँ आज कालो चाहिँ के होला? भैँसी पनि हुनसक्छ, राँगा पनि हुनसक्छ, भाले पनि हुनसक्छ। तर यो भाले चाहिँ होइन है। यो चाहिँ हामीले लगभग 9-10 महिना चाहिँ पालेर चाहिँ तरकारीमा परिणत गरिएका कालो भुङ्गुर। मान्छेले पहिला भन्ने गर्थे धराने कालो भुङ्गुर। तर यो चाहिँ हाम्रो बडी खेलको राई बस्तीको कालो भुङ्गुर। बाबा म यतापट्टिबाट देखाउने छु। अब हो कि होइन भन्ने कुरा ठ्याक्कै थाहा हुन्छ। यहाँनिर यो मुख चुचो छ होइन, डोजर जस्तै छ। कान चाहिँ अब नाङ्लो जस्तै छ होइन। सागर भाइ चाहिँ नि अब ठुलो उतापट्टि चस्मा लगाएर हेरिरहेको छ। अनि अर्को कुरा यहाँनिर हाम्रो इलाम भाइ चाहिँ बाबा झ्याप्प लगाएर चाहिँ नि झोलामा हालेको छन्। अलि राम्रोसँग हाल्नु धेरै अब खस्यो र फेरि अब वेट घट्न सक्ला। फेरि अब सुनको त भुइँमा झरेपछि त अब के अरे वेट झर्छ भन्छ होइन। अनि फेरि अब मासुको पनि वेट झऱ्यो भने त यहाँ त गाह्रो लाग्छ नि त। के कसो हो इलाम भाइ? भित्र जाँदैछु। यहाँनिर चाहिँ अब दिदीबहिनीहरू आज भित्र धमाकेदार हुँदैछ। ओहो के भइरह होला यो? के छ खाजाको स्थितिहरू? बाबा के हो? आज आमा दिदी बहिनीको समूह पनि बाँडफाँडका कार्यक्रम भइरहेको रहेछ। त्यसकारण यहाँनिर अरू जम्का भेट छ। यहाँनिर पैसा भन्ने चिज यस्तो हुँदो रहेछ। खोस्टो जस्तो देखिन्छ। अब पैसै हो त? ल हेर्नु साथीहरू, पैसै हो रहेछ। पैसा चाहिँ गन्ती गर्दैछ। यो पनि पैसा हो कि? ओहो पैसै पो रहेछ त अनि। ल बाबा के यो भित्र सबै पैसा हो? पैसै रहेछ। नपत्ता हेर्नु होला यहाँ पैसै। ल पैसा भन्ने चिज यस्तो रहेछ। यसैले रहेछ मान्छे दुःख पाइएको र यसैले गर्दा कसलाई बाँड्ने होला यो आज?